प्राइम टेलिभिजनका प्रमुख सञ्चालक वरिष्ठ पत्रकार ऋषि धमला रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला अहिले पाल्पाको तानसेनमा हुनुहुन्छ। प्राइम टेलिभिजनको विभिन्न छायाङ्कनको क्रममा हिँड्नुभएका पत्रकार ऋषि धमलाको टिम अहिले तानसेनको अत्यन्तै नमुना होमस्टे नेचर्स ट्रिट होमस्टेमा हुनुहुन्छ। ऋषि धमलाज्यू, यो तानसेन र यो नेचर्स ट्रिट होमस्टे र पाल्पाको होमस्टेहरू र समग्र पाल्पा आज घुम्नुभयो, कस्तो लाग्दैछ? हाम्रो नेचर ट्रिट होमस्टेका सञ्चालक प्रोप्राइटर कमल भण्डारी पनि साथमा। ऋषि धमलाको प्रतिक्रियाको अपेक्षा। नेचर ट्रिट होमस्टे एकदम राम्रो, संस्कार पनि राम्रो, खाना पनि अर्ग्यानिक, बसोबास पनि धेरै राम्रो, सफा सुग्घर। त्यसैले भण्डारीजीको यसमा ठुलो लगानी, इमान्दारिता अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उहाँले मान्यता पाउनु भएको छ, पुरस्कृत हुनुभएको छ। त्यसैले उहाँको यो होमस्टे राम्रो छ। हरेक मान्छेहरू यहाँ आउँछन्, पर्यटक आउँछन्, नेपाली आउँछन्, नेपालका नाम चलेका कलिएका प्रख्यात व्यक्तिहरू यहाँ आउँछन्, बस्छन्, खान्छन्, रमाइलो गर्छन्। घरमा बस्नु यहाँ बस्नुमा कुनै फरक छैन। बाटोमा एकदम राम्रो छ, संस्कार छ, अनुशासन छ। त्यसैले त मान्छे यहाँ लोभिन्छन्, आउँछन्, सुत्छन्। म पनि आएँ। नमस्कार, धन्यवाद।